तेल लाउँदा त झन् हेर्नु न कस्तो अजिब देखिने बाबा, एउटा कपाल देखिँदैन, टक्लु नै देखिन्छ। यस्तो हाँस उठ्छ कि आफ्नो अनुहार हेरेर। तर यो जरा हेयर ल्याएकोदेखि मलाई चाहिँ यस्तो आनन्द आएको छ है। टाउको यति दुख्छ यो अनलाइन बस्यादेखि है, यस्तो टाउको रोगै आइसक्यो क्या। तर यो तेल लाएपछि मलाई यस्तो आनन्द आउँछ, शीतल हुने के भित्रसम्म सर पस्छ। अनि यो लगाइदिने बेला चाहिँ मलाई मेरो बुढोले मेरो फेस नदेखाउ न भन्नुहुन्छ, तर फेस नदेखाइ कसरी भिडियो बनाउने है। मैले चाहिँ उहाँको फेस देखाइदिएँ, मुसु मुसु हाँस्नुहुन्छ, यस्तो माया गरेर लगाइदिनुहुन्छ क्या। आउ बुढी म मसाज गरिदिन्छु तिम्रो टाउको दुखाइ भयो भन्दै मसाज गरिदिनुहुन्छ, कस्तो माया गर्नुहुन्छ है। यो जरा हेयर चाहिँ मैले लिएर आएको 1 हप्ता भयो है। 1 हप्तामा मैले 1 दिन पनि बिराएको छैन होला, यस्तो मन परेको छ है। टाउको दुखेपछि चाहिँ लाउनै हाल्छु म। औषधि चाहिँ मलाई हतपत खान मन लाग्दैन, त्यही भएर यो चाहिँ खाना नपनि लगाइ पुग्छ नि त। अनि त्यही भएर म चाहिँ यही लगाउँछु के। अब कपाल त त्यही हो, अब कपाल त कहिले आउँछ होइन, कसैको आउँछ कसैको आउँदैन। मेरो चाहिँ अब आउन कहाँ, यो पहिलादेखि नै यस्तो पातलो है। अब 1 हप्तामा चाहिँ के आइहाल्छ र है, लाइरहनु पर्यो नि त। अब कतिवटा सकिने होला यस्तो तेल त होइन, अब एकचोटिमा चाहिँ कहाँ आइहाल्छ र है।